टपरी जस्तै प्लास्टिक युज नगरेर यस्तो टपर युज गरेको थियो। अनि साथीहरू मोमो यति मिठो थियो। अनि मोमो खाँदा मलाई मेरो जिउ पोलेर अझसम्म मलाई खाना भएको छैन राम्रोसँग। हामी चाहिँ यसरी रमाइलो गर्दैछौँ। हाम्रो चाहिँ हिजोको दिन एकदम इन्जोय एकदम रमाइलो भयो। तपाईहरु न्यू इयर कसरी बनाउनु भयो साथीहरू? अनि हामी चाहिँ यसरी खाजा खाएर फेरि हिँड्यौँ। अनि यहाँ चाहिँ स्टलहरुमा हेरी थोरै कपडाहरू अनि चिम्टीहरू राख्नु पर्थ्यो। अनि हामी चाहिँ अगाडि पुग्दाखेरि यहाँ यति ठुलो बियरको बेलुन देख्यो। हामीले एकछिन त्यहाँ रमाइलो गऱ्यौँ। अनि यहाँ चाहिँ गलकोटे बाजाहरू पनि थियो, हामीले हेर्दै थियौँ त्यहाँ। अनि भैलो सोरठी नाचहरू पनि थियो, अनि लाहे नाच पनि थियो। अनि कलाकारहरू पनि आउँदै हुनुहुन्थ्यो। बसन्त थापा अब को हुनुहुन्छ खै थाहा भएन, यस्तै हुनुहुन्छ होला, रमाइलो हुन्छ होला बेलुकी। अनि साथी हामीले केही हेर्न पाएन, के गर्नु आफूलाई त भयो। अनि साथीहरू मलाई चाहिँ बाजा भनेपछि मेरो हात खुट्टा सलबलाउँछ। म चाहिँ फेरि नाचिहालेँ। मलाई चाहिँ साथी नसँगै एक्लै रङ्गीचङ्गी भने जस्तै नाचेँ म। अनि अगाडि चाहिँ भाइ बहिनीहरू नाच्दै थिए। अनि यो गीत चाहिँ लेखौ भविष्य भन्ने गीतमा नाच्दै थिए। अनि हामी चाहिँ फेरि आएर यहाँ यही फोटो खिच्यौँ हामी चाहिँ। अनि हामीलाई चाहिँ नपाउनेले केरा पायो, बोक्రైसित खायो भने जस्तै भयो हामीलाई यो बियर देखेर चाहिँ। अनि चाहिँ रातिको प्रोग्राम हेर्न नपाइने हामीलाई चाहिँ रमाइलो गऱ्यौँ हामीले। अनि फेरि हामी चाहिँ निस्क्यौँ साथीहरू यहाँबाट। अनि बाहिर आउँदा चाहिँ यहाँ लाखे निकाल्दै हुनुहुन्थ्यो। अनि यो लाखे देख्दा कोलाई डर लाग्छ, मलाई चाहिँ एकदम डर लाग्छ है साथीहरू। अनि साथीहरू हाम्रो चाहिँ गफ कहिले भ्याइएन कि, हाम्रो यति गफ गऱ्यौँ भेट्दाखेरिबाटको गफ अझै भ्याइए छैन हाम्रो। अनि साथीहरू हामी चाहिँ यहाँ सबै हिरोनी भएर यहाँ फोटोसोटो खिच्दैछौँ चस्मा लाएर। अनि हाम्रो यहाँ न्यू इयर यसरी रमाइलो गऱ्यौँ साथीहरू।